हेलो साथीहरू, हेर्नुहोस् न कस्तो क्या है, भान्जी फुल पनि पाउँदो रहेछ क्या यहाँनिर। तपाईँहरूलाई थाहा छ कि छैन, चिन्नुहुन्छ कि चिन्नुहुन्न है। हामी चाहिँ मधेसमा हुर्केको, अनि मधेसमा चाहिँ यसरी भान्जी फुल चाहिँ त्यो घरको छेउछेउमा लाउने, आँगनको छेउछेउमा लाउने होइन चलन छ। अनि त्यहाँ चाहिँ कति धेरै फैलिन्छ होइन, अनि फुलेको फुलेको गर्छ नि त। यसलाई चाहिँ माटो पनि त्यस्तो राम्रो चाहिँदैन, मैलो है। यत्तिकै त्यो के भन्छ छेउछेउमा त्यो बारको छेउतिर कुना कुना रोप्यो भने रुखो माटोहरूमै त्यत्तिकै उम्रिरहेको हुन्छ कि। सो मैले हेर्नु कस्तो मजाले पाएँ क्या यहाँनिर, यो यहाँ पनि हेर्नुहोस् न होइन, कस्तो मजाले पाएको क्या है। अनि म त छक्कै परेँ, सस्तो पनि रहेछ। अनि ल्याएर अनि यहाँ रोपेँ। अनि यसको चाहिँ हाँगाहरू पनि सार्छ क्या, सर्छ नि त, सार्नु सकिन्छ। अनि एउटा हाँगा चाहिँ भाँचेर मजाले उता फ्रन्टमा गाडिसकेको छु। अनि यो चाहिँ एउटा चाहिँ झप्प बनाउनु पऱ्यो भनेर यहाँनिर यसरी रोपेको है। अब हेरौँ बाँच्ने हो कि होइन है। तर अब जाडो मौसममा चाहिँ भित्र राख्नुपर्छ होला क्या, नत्र त मर्छ होला। अनि समरमा ठिकै हुन्छ होला समरतिर चाहिँ है। जस पाएँ खुसी लाग्यो, जस होइन कति वर्ष पछाडि नेपालको यो फुल रोप्नु पाएर चाहिँ एकदम खुसी लागिरहेको छ। हेरौँ कस्तो हुने हो साथीहरू।